विदेशमा बसिरहनु भएको धेरैभन्दा धेरै नेपालीको मेन चासोको विषय के हुन्छ भन्दाखेरि नेपाल एकदमै सहज तरिकाले भरपर्दो तरिकाले छिटो टाइममा र कुनै ट्रान्सफर फी बिना कसरी पैसा सेन्ड गर्ने भनेर सम्पूर्ण व्यक्तिहरूले म जस्तै सोचिराख्नु भएको हुन्छ र मैले भनेको हालसम्म करिब 10-15 वटा एपहरू ट्राई गरिसकेको छु। त्यो मध्ये आजको यस भिडियोमा भनेको म टप 8 एप सम्बन्धी तपाईलाई सम्पूर्ण जानकारी दिन गइरहेको छु। तपाईले यी एपहरू प्रयोग गरेर कसरी पैसा सेन्ड गर्न सक्नुहुन्छ, कुन कुन देशबाट पैसा सेन्ड गर्न सक्नुहुन्छ, ट्रान्सफर फी कति लाग्छ, रेट कस्तो यसबाट प्राप्त हुन्छ, कति टाइम लाग्छ र नेपालमा रिसिभ गर्ने मेथड ई सेवा, बैंक अथवा अन्य कुन कुन माध्यमबाट रिसिभ गर्न सकिन्छ, साथै यी एपको मेन फिचर के रहेको छ, ती सम्पूर्ण कुराको बारेमा आजको यस भिडियोमा म एकदमै विस्तृत रूपमा जानकारी दिन गइरहेको छु। यो भन्दा बाहिर तपाई यदि हामीले बताएको कुनै पनि एप फर्स्ट टाइम ट्राई गरिराख्नु भएको छ भने हाम्रो प्रोमो कोड प्रयोग गरेर तपाईले केही पैसा भनेको बोनस वा कमिसनको रूपमा प्राप्त पनि गर्न सक्नुहुन्छ। त्यसकारणले तपाई यदि विदेशको कुनै पनि क्षेत्रमा हुनुहुन्छ भने यी हामीले बताउन गइरहेको एप भने अवश्य ट्राई गर्न सक्नुहुन्छ र यी एप ट्राई गरे बापत तपाईले कमिसनका साथसाथै एकदमै राम्रो एक्सचेन्ज रेट पनि प्राप्त गर्न सक्नुहुन्छ। र सुरु गरौँ यस भिडियोलाई। र पहिलो एप भनेको ट्याप ट्याप सेन्ड रहेको छ। अवश्य पनि ट्याप ट्याप सेन्ड भनेको एकदमै भरपर्दो एप रहेको छ जसले भनेको कुनै पनि ट्रान्सफर फी बिना नेपाल एकदमै फास्ट रेटमा पैसा सेन्ड गर्न हेल्प गर्छ र यसको मेन फिचर भनेकै नो ट्रान्सफर फी, सुपर फास्ट एकदमै फास्ट रहेको छ र यसको रेट भनेको जति रेट गुगलले दिइरहेको हुन्छ एक्ज्याक्टली गुगलकै हाराहारीमा यसबाट रेट प्राप्त हुन्छ। यसको मेन विशेषता भनेको यही रहेको छ र अन्य एपहरूले भनेको विभिन्न कमिसन चार्जहरू लिइरहेको हुन्छ भने यसमा भनेको कुनै पनि हिडन चार्ज रहेको छैन, कुनै पनि ट्रान्सफर फी रहेको छैन र यसबाट तपाईं यदि नेपाल पैसा सेन्ड गर्न खोजिराख्नु भएको छ र फर्स्ट टाइम सेन्ड गर्न खोजिराख्नु भएको छ भने तपाईले हाम्रो प्रोमो कोड SAMIN1086 प्रयोग गरेर मिनिमम $50 भन्दा माथि सेन्ड गर्नुहुन्छ भने $10 भनेको तपाईले सोही ट्रान्सफरमा बोनस प्राप्त गर्नुहुन्छ र यो भनेको हामीले यहाँ बताउन गइरहेको एपहरू मध्येको 1 नम्बरको एप रहेको छ। यसबाट तपाईले नेपालमा क्याश पिकअप, खल्ती बाई IME अथवा बैंक एकाउन्टमा भने पैसा सेन्ड गर्न सक्नुहुन्छ र यसमा पेमेन्ट मेथडको रूपमा भिजा, डेबिट अथवा तपाईले क्रेडिट कार्ड भने प्रयोग गर्न सक्नुहुन्छ। यसको एक्स्ट्रा फिचर भनेको तपाईले यसमा एयरटाइम अथवा डाटा पर्चेस पनि गर्न सक्नुहुन्छ। यानी कि नेपालमा रहेको NCL र NTC को प्याक तपाईले कसैलाई खरिद गरेर गिफ्ट गर्न चाहनुहुन्छ अथवा तपाई नेपाल घुम्न जानु भएको छ भने आफ्नो मोबाइलमा तपाईले एयरटाइम तथा डाटा भनेको यो एपको थ्रुबाट पनि पर्चेस गर्न सक्नुहुन्छ र यसबाट मनी ट्रान्सफर गर्न एकदमै सहज रहेको छ। तपाईले सुरुमा ट्याप ट्याप सेन्ड एप भनेको डाउनलोड गर्न सक्नुहुन्छ र आफ्नो सम्पूर्ण बेसिक इन्फर्मेसन राखेर साइन गरिसकेपछि हामीले दिएको प्रोमो कोड जुन रहेको छ SAMIN1086 त्यो प्रयोग गरेर तपाईले बोनस प्राप्त गर्न सक्नुहुन्छ। रिसिपिएन्ट र सेन्डरको सम्पूर्ण विवरण राखेर तपाईले ट्याप ट्याप यानी कि 2 पटक ट्याप गरिसकेपछि पैसा भनेको सहज तरिकाले नेपाल पुग्नेछ केही सेकेन्ड भित्रमै। यसैगरी हाम्रो लिस्टमा अर्को सबैभन्दा राम्रो एप भनेको लिम्फी एप रहेको छ र लिम्फी एपमा पनि ट्याप ट्याप सेन्ड जस्तै विशेष फिचर रहेका छन् र यसमा पनि तपाईले कुनै पनि ट्रान्सफर फी बिना सुपर फास्ट तरिकाले र गुगलकै रेटमा भनेको नेपाल पैसा सेन्ड गर्न सक्नुहुन्छ। यसमा तपाईले हाम्रो प्रोमो कोड SAMIN4C7B प्रयोग गरेर एकाउन्ट खोलेर पैसा ट्रान्सफर गर्नुहुन्छ भने ट्रान्सफर गरिसकेपछि तपाईले $20 भनेको कमिसन प्राप्त गर्न सक्नुहुन्छ। यसबाट नेपालको बैंक खाता, मोबाइल मनी यानी कि ई सेवा, IME पे र खल्तीमा भनेको तपाईले पैसा सेन्ड गर्न सक्नुहुन्छ। कुन कुन कन्ट्रीबाट सेन्ड गर्न सक्नुहुन्छ त्यसका लागि तपाईले डिस्क्रिप्सन हेर्न सक्नुहुन्छ। हामीले बताएका सम्पूर्ण एप प्रयोग गरेर कुन कुन देशबाट नेपाल पैसा सेन्ड गर्न सकिन्छ त्यो सम्बन्धी जानकारी तथा अन्य जानकारी भनेको डिस्क्रिप्सनमा रहेको छ र यसमा तपाईले पैसा लोड गर्नको लागि तपाईले इन्टरएक्ट ई ट्रान्सफर प्रयोग गर्न सक्नुहुन्छ र यो पनि एकदमै सहज रहेको छ र यसमा डेली लिमिट भनेको 10,000 को रहेको छ। यानी कि जुन भनेको हामीले बताउन गइरहेको सम्पूर्ण एप मध्ये हाईएस्ट रहेको छ। तपाईले एक दिनमा $10,000 सम्म यो एपको थ्रुबाट प्रयोग गर्न सक्नुहुन्छ
र फर्स्ट ट्रान्सफर तपाईले गरिराख्नु भएको छ भने मिनिमम $100 तपाईले सेन्ड गर्नुपर्ने हुन्छ र हाम्रो प्रोमो कोड प्रयोग गरे बापत $20 भनेको तपाईले ट्रान्सफर कम्प्लिट भइसकेपछि कमिसन पनि प्राप्त गर्न सक्नुहुन्छ। यस एपको एक्स्ट्रा सर्भिस भनेको तपाईले करेन्सी एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ, यानी कि अन्य कन्ट्रीको करेन्सी पनि तपाईले यहाँनिर पर्चेस गरेर होल्ड गर्न सक्नुहुन्छ र यसमा पनि एकदमै सहज तरिकाले खाता बनाउन सकिन्छ। तपाईले डिस्क्रिप्सनमा दिएको लिंकबाट एप डाउनलोड गरेर साइन इन गर्ने क्रममा हाम्रो प्रोमो कोड प्रयोग गरेर जसरी ट्याप ट्याप सेन्ड अथवा अन्य एपमा भनेको तपाईले रिसिपिएन्ट डिटेल, सेन्डर डिटेल, पेमेन्ट मेथड सम्पूर्ण कुराहरू राखिसकेपछि तपाईले कति सेन्ड गर्न खोजिराख्नु भएको छ, कुन करेन्सीमा सेन्ड गर्न खोजिराख्नु भएको छ, सम्पूर्ण सेटअप गरेर आईडी भेरिफिकेसन गर्नुपर्ने हुन्छ र आईडी भेरिफिकेसन गरेर सहज तरिकाले पैसा भने सेन्ड गर्न सक्नुहुन्छ। यसैगरी हाम्रो लिस्टमा रहेको तेस्रो एप भनेको रेमिटबी रहेको छ र हामीले जुन क्रममा बताइरहेका छौं यो क्रम भनेको हामीले प्रयोग गरिसकेपछि यिनीहरूको बेनिफिट, ट्रान्सफर फी तथा सम्पूर्ण कुरालाई एनालाइसिस गरेर यो र्याङ्किङ दिइरहेका छौं, यानी कि 1 नम्बर भनेको बेस्ट रहेको छ र 8 नम्बर भनेको ठिकै रहेको छ, यानी कि हामीले त्यो र्याङ्किङ अनुसार बताइरहेका छौं। र रेमिटबीबाट तपाईले हाम्रो प्रोमो कोड समीन खतिवडा 4 प्रयोग गरेर पैसा ट्रान्सफर गर्नुहुन्छ, जुन पैसा भनेको मिनिमम ट्रान्सफर अन द फर्स्ट ट्रान्सफर भनेको $200 रहेको छ। $100 सेन्ड गर्नुहुन्छ भने ट्रान्सफर कम्प्लिट भइसकेपछि $10 भने प्राप्त गर्न सक्नुहुन्छ तपाईको खातामा, जुन भनेको दोस्रो ट्रान्सफरमा तपाईले प्रयोग गर्न सक्नुहुन्छ। यसको डेली लिमिट भनेको $1000 रहेको छ, यानी कि $1000 तपाईले एक दिनमा सेन्ड गर्न सक्नुहुन्छ र यसको प्रयोग गरेर तपाईले मोबाइल मनी, बैंक डिपोजिट र क्याश पिकअपको लागि नेपालको सम्पूर्ण बैंक तथा वालेटहरुमा तपाईले पैसा सेन्ड गर्न सक्नुहुन्छ। यसमा एक्स्ट्रा सर्भिस भनेको तपाईले पैसा त सेन्ड गर्न सक्नुहुन्छ, त्यो भन्दा बाहिर तपाईले पैसा करेन्सी एक्सचेन्ज पनि गर्न सक्नुहुन्छ, मोबाइल टपअपको सेवा रहेको छ र ई सिम पनि तपाईले खरिद गर्न सक्नुहुन्छ, यानी कि कुनै कन्ट्री गइराख्नु भएको छ भने तपाईले रेमिटबी प्रयोग गरेर ई सिम पनि खरिद गर्न सक्नुहुन्छ र यसमा फर्स्ट ट्रान्सफरमा भनेको कुनै पनि कस्ट लाग्दैन, यानी कि कुनै पनि ट्रान्सफर फी रहेको छैन, तर तपाईको फर्स्ट ट्रान्सफर पछाडी भनेको केही चार्ज भनेको पैसा लोड गरे बापत लाग्न सक्छ र यसबाट भनेको तपाईले ई ट्रान्सफर, डेबिट कार्ड, ईएफटी प्रयोग गरेर ट्रान्सफर गर्न सक्नुहुन्छ र यी मध्ये ई ट्रान्सफर भनेको सबभन्दा बेस्ट रहेको छ र जसमा कुनै पनि चार्ज भनेको अन्य ट्रान्सफरमा पनि लाग्ने छैन, यानी कि फर्स्ट ट्रान्सफर कम्प्लिटली फ्री रहेको छ। सेकेन्ड ट्रान्सफर पछाडी पैसा लोड गरे बापत केही कमिसन लाग्ने हुन्छ, तर त्यो लाग्नेबाट बच्नको लागि तपाईले ई ट्रान्सफर गर्नुहुन्छ भने सबैभन्दा मिनिमम चार्ज लाग्ने हुन्छ। र यो भन्दा बाहिर यसका फिचर भनेको यो भनेको क्यानेडियन मनी ट्रान्सफरिङ एप रहेको छ। यसमा फर्स्ट ट्रान्सफर भनेको एकदमै फ्री रहेको छ र सबैभन्दा हाईएस्ट एक्सचेन्ज रेट पाइन्छ, जुन भनेको गुगल भन्दा पनि माथि हुने गर्छ र त्यस पश्चात सेकेन्ड ट्रान्सफरबाट पनि तपाईलाई लाग्ने फी भनेको 2.99 भन्दा मुनि नै रहन्छ र हाम्रो रिफरल कोड तपाईले प्रयोग गरेर साइन इन गर्नुहुन्छ भने तपाईले 200 भन्दा माथि सेन्ड गर्नुहुन्छ भने $10 बोनस पाउनुहुन्छ, जुन भनेको तपाईले सेकेन्ड ट्रान्सफरमा प्रयोग गर्न सक्नुहुन्छ। यसैगरी हाम्रो लिस्टमा रहेको चौथो एप भनेको रेमिट चोइस एप रहेको छ र रेमिट चोइसको फिचर भनेको यस प्रकार रहेको छ। रेमिट चोइसको सबैभन्दा युनिक फिचर भनेको यसमा भनेको 24/7 कस्टमर सपोर्ट रहेको छ, यानी कि तपाईलाई कुनै पनि टाइममा कुनै पनि कन्फ्युजन अथवा कुनै पनि सपोर्ट चाहियो भने तपाईले 24/7 यसको सपोर्ट पाउन सक्नुहुन्छ, जुन भनेको अरु ट्रान्सफरिङ एपमा प्राप्त नहुन सक्छ र यसबाट तपाईले हाम्रो प्रोमो कोड 45013538 जुन भनेको स्क्रिनमा देखिराख्नु भएको छ यो प्रयोग गरेर पैसा ट्रान्सफर गर्नुहुन्छ भने तपाईले $15 सम्म प्राप्त गर्न सक्नुहुन्छ र तपाईले फर्स्ट ट्रान्सफरमा सेन्ड गर्नुपर्ने मिनिमम अमाउन्ट भनेको $100 रहेको छ। यसको प्रयोग गरेर तपाईले नेपालमा एकाउन्ट ट्रान्सफर, क्याश पिकअप र मोबाइल वालेट यानी कि ई सेवा, खल्ती, आइएमपी सम्पूर्णमा पैसा सेन्ड गर्न सक्नुहुन्छ र यसको अर्को फिचर भनेको मिनिमम टु मिनिमम ट्रान्सफर फी लाग्छ र यसमा भनेको एकदमै हाई एक्सचेन्ज रेट हुने गर्छ, यानी कि हामीले बताएको लिस्टमा ट्याप ट्याप सेन्ड र लिम्पीमा भनेको तपाईले जुनसुकै ट्रान्सफर गरे पनि फी लाग्दैन भने अन्य एपमा भनेको केही मिनिमम फी लाग्ने हुन्छ, तर फर्स्ट ट्रान्सफर भनेको सम्पूर्ण एपमा टोटली फ्री रहेको छ र यसमा एकाउन्ट क्रिएट गर्न पनि एकदमै सहज रहेको छ। तपाईले डिस्क्रिप्सनमा दिएको लिंकमा क्लिक गरेर आफ्नो विवरण, रिसिपिएन्ट र सेन्डरको सम्पूर्ण विवरण राखेर सहज तरिकाले एकाउन्ट सेटअप गरेर पैसा भने सेन्ड गर्न सक्नुहुन्छ। यसैगरी हाम्रो लिस्टमा रहेको पाँचौं एप भनेको पान्डा रेमिट रहेको छ र पान्डा रेमिट पनि एकदमै भरपर्दो एप रहेको छ,
जुन भनेको विगत लामो समयदेखि वर्किङ फेजमा रहेको छ र तपाईले हाम्रो प्रोमो कोड ECD4WO प्रयोग गरेर यदि ट्रान्सफर गर्नुहुन्छ भने तपाईको फर्स्ट ट्रान्सफर भनेको टोटल्ली फ्री रहनेछ र तपाईले सेन्ड गर्नुपर्ने मिनिमम एमाउन्ट भनेको $100 रहेको छ र हाम्रो प्रोमो कोड प्रयोग गरे बापत तपाईले $5 को डिस्काउन्ट कुपन पाउनुहुन्छ र यदि सेकेन्ड ट्रान्सफरबाट $1000 भन्दा माथिको पैसा एमाउन्ट सेन्ड गर्नुहुन्छ इच ट्रान्ज्याक्सनमा भने कुनै पनि फी लाग्दैन तर यो भन्दा मुनि सेन्ड गर्नुहुन्छ भने तपाईले पैसा लोड गर्ने क्रममा केही चार्ज भनेको लाग्ने हुन्छ कुन माध्यमबाट पैसा लोड गरिराख्नु भएको छ ई ट्रान्सफर डेबिट कार्ड क्रेडिट कार्ड कुनबाट गरिराख्नु भएको छ त्यो अनुसार केही पैसा भनेको तपाईलाई लाग्ने हुन्छ यानी कि समरीको रूपमा पान्डा रेमिट सम्बन्धी बताउनु पर्छ भने फर्स्ट ट्रान्सफर भनेको कम्प्लिटली फ्री रहेको छ तपाईले यसमा कुपन र डिस्काउन्ट भनेको पाउन सक्नुहुन्छ र मनी भनेको यसमा 1 घण्टा भित्रमा नेपाल ट्रान्सफर हुन्छ र यो भनेको सैटरडे र सन्डेमा भनेको क्लोज रहन्छ यानी कि त्यो 2 दिनमा भनेको तपाईले ट्रान्सफर गर्न सक्नुहुन्न यसको अलिकति डिसएडभान्टेज रहेको छ र यसमा तपाईले बोनस प्राप्त गर्नको लागि हाम्रो लिंक प्रयोग गरेर साइन इन गर्न सक्नुहुन्छ र दिएको प्रोमो कोड प्रयोग गरेर अकाउन्ट सेटअप गर्न सक्नुहुन्छ त्यसपश्चात मिनिमम $100 भन्दा माथि सेन्ड गर्नुहुन्छ भने तपाईले $5 भनेको बोनस पाउनुहुन्छ र अरु व्यक्तिलाई रिफर गर्नुहुन्छ भने $15 भनेको कमिसन पाउनुहुन्छ यसैगरी लिस्टमा रहेको 6औं एप भनेको एस मनी ट्रान्सफर रहेको छ र एस मनी ट्रान्सफरमा पनि विभिन्न फिचरहरू रहेका छन् तपाईले हाम्रो प्रोमो कोड 3267298 प्रयोग गरेर यसबाट मनी ट्रान्सफरिङ गर्नुहुन्छ भने पहिलो मनी ट्रान्सफरिङ भनेको कम्प्लिटली फ्री रहन्छ विथ हाई एक्सचेन्ज रेट तपाईले गुगल भन्दा राम्रो रेट भनेको पाउन सक्नुहुन्छ र यो एपको मेन विशेषता भनेको यसमा तपाईले धेरै भन्दा धेरै गिफ्ट र लकी ड्रको थ्रुबाट विभिन्न गिफ्टहरू पाउन सक्नुहुन्छ यसमा भनेको इच मन्थ कम्पिटिसन हुन्छ यानी कि तपाईले कति जना व्यक्तिलाई इन्भाइट गर्नु भएको छ त्यो अनुसार मोबाइल फोन एयरपोर्टहरू विभिन्न गिफ्ट भनेको दिइरहेको हुन्छ फर्स्ट ट्रान्सफर भनेको फ्री अफ कस्ट रहेको छ यदि तपाईले हाम्रो प्रोमो कोड प्रयोग गर्नुहुन्छ भने त्यो भन्दा बाहिर कुनै पनि बोनस रहेको छैन तर तपाईले एकदमै हाई एक्सचेन्ज रेट पाउनुहुन्छ यसमा डेलिभरी अप्सनको रूपमा बैंक डिपोजिट क्याश पिकअप र वालेट यानी कि ई सेवा र खल्ती रहेको छ र यसमा तपाई यदि बैंक डिपोजिट गर्न चाहनुहुन्छ भने दुईटा अप्सन पाउनुहुनेछ एउटा भनेको इन्स्टेन्ट बैंक डिपोजिट इन अल बैंक भनेर आएको हुन्छ र अर्को भनेको इन्स्टेन्ट बैंक डिपोजिट इन नेपाल भन्ने अप्सन आएको हुन्छ र यसमा तपाईले ध्यान दिनुपर्ने कुरा के रहेको छ भने इन्स्टेन्ट बैंक डिपोजिट इन अल बैंक आईएमई भन्नेमा तपाईको केही फीहरू लाग्ने हुन्छ र अर्को अप्सनमा भनेको जीरो फी लागिरहेको हुन्छ तपाईले ट्रान्सफर गर्ने क्रममा जुनबाट जीरो फी लागिरहेको छ र हाई एक्सचेन्ज रेट दिइरहेको छ त्यसलाई कम्पेयर गरेर मात्र कुनबाट धेरै बेनिफिशियल हुन्छ त्यो अध्ययन गरेर मात्र ट्रान्सफर भने गर्नु होला र यसमा पेमेन्टको रूपमा डेबिट कार्ड क्रेडिट कार्ड र गुगल पे रहेको छ र यसको रिफरल प्रोग्रामको कुरा गर्नु पर्छ भने तपाईले यदि फर्स्ट ट्रान्सफर कम्प्लिट गरेर कोही व्यक्तिलाई रिफर गर्नुहुन्छ र ती रिफर भनेको 3 जना गर्नुहुन्छ भने तपाईले 75 बोनस पाउनुहुन्छ र मिनिमम यसबाट फर्स्ट ट्रान्सफरमा सेन्ड गर्नुपर्ने बोनस प्राप्त गर्नको लागि भनेको $350 क्यानाडियन रहेको छ जुन भनेको तपाई कुन कन्ट्रीमा हुनुहुन्छ त्यो कन्ट्री अनुसार चेन्ज हुन सक्छ र यसले बताए अनुसार तपाईले सेन्ड गर्नुभएको पैसा भनेको मिनेट टु 7 सेकेन्ड 7 सेकेन्ड देखि लिएर 60 सेकेन्ड भित्रमा नेपाल पुग्छ भन्ने कुरा यसको रहेको छ यसैगरी हाम्रो लिस्टमा रहेको 7औं एप भनेको वाइस मनी ट्रान्सफर रहेको छ र वाइस मनी ट्रान्सफर पनि एकदमै पपुलर एप रहेको छ जुन तपाईले पनि पक्का सुन्नु भएको होला यसमा भनेको बेस एक्सचेन्ज रेट प्राप्त हुन्छ र यसमा साइन इन गर्न अथवा अकाउन्ट सेटअप गर्न पनि एकदमै सहज रहेको छ तपाईले यदि $800 भन्दा माथि ट्रान्सफर गर्नुहुन्छ भने कुनै पनि फी लाग्दैन तर यदि तपाईले $800 क्यानाडियन भन्दा मुनि सेन्ड गर्न खोजिराख्नु भएको छ भने पक्का पनि केही चार्जहरू लाग्ने छ तर हाम्रो प्रोमो कोड जुन भनेको डिस्क्रिप्सनमा दिएको छ त्यो तपाईले प्रयोग गरेर फर्स्ट ट्रान्सफर भनेको $300 भन्दा माथि सेन्ड गर्नुहुन्छ भने कुनै पनि ट्रान्सफर फी लाग्ने छैन एकदमै हाई एक्सचेन्ज रेट पाउनुहुनेछ र ट्रान्सफर पनि एकदमै फास्ट रेटमा हुनेछ यसमा पनि अकाउन्ट सेटअप गर्न एकदमै सहज रहेको छ र तपाईले यदि 3 जना व्यक्तिलाई यसमा अकाउन्ट सेटअप गरेर ट्रान्सफर गरिसकेपछि रिफर गर्नुहुन्छ भने 3 जना व्यक्ति रिफर गरे बापत तपाईले $115 भनेको बोनस पाउनुहुन्छ तर तपाईले रिफर गर्नुभएको सम्पूर्ण व्यक्तिले भनेको मिनिमम पनि $300 भनेको उहाँको फर्स्ट ट्रान्सफरमा सेन्ड गरेको हुनुपर्छ
र हामीले बताएको सम्पूर्ण लिस्ट मध्ये यो एपले भनेको सबैभन्दा हाई रिफरल बोनस दिइरहेको छ। यानि कि 3 जना व्यक्ति रिफर गरेर उहाँहरूले $300 भन्दा माथि सेन्ड गरे बापत तपाईले $115 बोनस पाउनुहुन्छ, जुन भनेको हामीले बताए मध्ये सबभन्दा हाईएस्ट रिफरल बोनस रहेको छ। र लिस्टको अन्त्यमा रहेको छ रेमिटली रहेको छ। यो भन्दा बाहिर अन्य थुप्रै एपहरू पनि रहेका छन् जुन हामीले ट्राई गरिसकेका छौं, जो सम्बन्धी तपाईले हाम्रो च्यानलमा गएर विभिन्न इन्फर्मेसन प्राप्त गर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा हामीले नाम पनि राख्दिने छौं। तर हामीले अध्ययन गरेर टप 8 एपहरू पत्ता लगाउँदाखेरि यी जुन हामीले लिस्ट गरिरहेका छौं यति एप पत्ता लागेका छौं। अरु एपमा भनेको विभिन्न इस्यु भएको र अन्यमा हामीलाई पनि त्यस्तो भरोसा नभएको कारणले हामीले एकदमै भरपर्दो 8 वटा एप भनेको तपाईलाई बताइसकेका छौं। यसरी तपाईले टप 8 मनी ट्रान्सफरिङ एप टु नेपाल सम्बन्धी जानकारी प्राप्त गरिसक्नु भएको छ र यी सम्पूर्णमा एकाउन्ट क्रिएट गर्ने प्रोसेस भनेको अलमोस्ट सिमिलर रहेको छ। तपाईले आफ्नो आईडी भेरिफिकेसन प्राय सम्पूर्ण एपमा गर्नुपर्ने हुन्छ र यो भन्दा बाहिर तपाईलाई कुनै पनि एप सम्बन्धी एकदमै डिटेलमा कसरी सेटअप गर्ने, कसरी ट्रान्सफर गर्ने, के फिचर रहेका छन् डिटेलमा भिडियो चाहिएको छ भने तपाईले डिस्क्रिप्सन चेक गर्न सक्नुहुन्छ। डिस्क्रिप्सनमा इच एन एप सम्बन्धी हामीले सम्पूर्ण डिटेल भिडियो एकाउन्ट कसरी सेटअप गर्ने, ट्रान्सफर गर्ने र अन्य विवरण सहित भिडियो अलरेडी बनाइसकेका छौं। तपाईले डिस्क्रिप्सन चेक गरेर त्यो भिडियो पनि चेक गर्न सक्नुहुन्छ र कुनै पनि कन्फ्युजन रहेको छ भने तपाईले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ अथवा हाम्रो च्यानलको बायोमा भनेको WhatsApp नम्बर रहेको छ, तपाईले हामीलाई पर्सनली मेसेज पनि गर्न सक्नुहुन्छ WhatsAppमा। तपाईले माथिपट्टि बताएको 8 वटै एप भनेको फर्स्ट टाइम ट्राई गर्न सक्नुहुन्छ। यदि तपाईले हरेक एप प्रयोग गर्नुहुन्छ भने फर्स्ट ट्रान्सफर भनेको कम्प्लिटली फ्री रहेको छ, कुनै पनि चार्ज लाग्दैन, कमिसन पनि प्राप्त हुन्छ, हाई एक्सचेन्ज रेट पनि प्राप्त हुन्छ। त्यही कारणले तपाईले माथिपट्टि बताएको सम्पूर्ण एप एक न एक पटक प्रयोग गर्न सक्नुहुन्छ र अन्त्यमा तपाईले आफैले पनि पत्ता लगाउनुहुनेछ कुन एप सबभन्दा बेस्ट रहेको छ र अन्तिममा सम्पूर्ण एप पत्ता लगाइसकेपछि 8 वटा ट्रान्सफर भनेको कम्प्लिटली फ्री रह्यो, कमिसन आयो, तपाईको सबै कुरा राम्रो भयो र त्यस पश्चात भनेको तपाईलाई जुन राम्रो लाग्छ लिम्फी अथवा ट्याप सेन्ड त्यसैलाई फर्दर कन्टिन्यू पनि गर्न सक्नुहुन्छ। र यी सम्पूर्ण जानकारीका साथसाथै म समीन खतरा भने आजको यस भिडियोबाट बिदा चाहन्छु। हस्त धन्यवाद, नमस्कार।